निधारमा चन्दन लाएर 2-4 शब्द इङ्ग्लिसमा बोलेर घाँटीमा कण्ठ मानेपछि अन्ध भक्त फलोवर्स गाडीका गाडी पाइहाल्छ। त्यस पछाडि के चाहियो? मै हो भगवान, मै हो देउता, मैले जे भने त्यही ठिक। मान्छेले त्यही कुरा बोल्छ जुन चाहिँ उसको दिमागमा हुन्छ। दिमागमै गु भरेको छ भने त्यो मान्छेबाट राम्रो बोलीको आशा कसरी गर्ने के? बाइ द वे गुरुजी चाहिँ पहिले मन्दिर जानुहुन्थ्यो अरे। किन भन्दा च्वाक केटी हेर्नको लागि क्या। मन्दिरमा त कुनै पनि केटीले आफ्नो अङ्ग प्रदर्शन गरेर एकदम छोटो छोटो लुगा लाएर आउँदैन होला। नलाएर आउँदाखेरि पनि तपाईँ जस्तो गिद्धे नजर लाउने मान्छेहरू त आउँदैन रहेछ मन्दिरमा पनि हेर्नको लागि होइन। बा अब केटा मान्छेहरू त्यतिसम्मको जङ्गली हुन्छन् कि केटी मान्छेहरूले फुल लुगा लगाएको देख्दाखेरि पनि पग्लिने भनेर चाहिँ तपाईँले नै हामीलाई कुरा क्लियर गरिदिनुपर्छ गुरुजी। यो कुरामा केटी मान्छे भन्दा धेरै केटा मान्छे तातिन पर्ने हो क्या। किन भन्दा तपाईँ त्यस्तो मानसिकताको हुनुहुन्छ भन्दैमा हामी सबै मरद जात त्यस्तो छैन भनेर। बाइ द वे मेरो ग्रुपमा मेरो केटी भन्दा धेरै केटा साथीहरू छन् क्या। मेरो यति धेरै केटा साथीहरू छन्। मेरो बुढाको साथी पनि केटा साथीहरू, मेरो भाइ, मेरो दाइ, मेरो केटा साथीहरू यति छन्। अनि म तिनीहरूको अगाडि जस्तो सुकै लुगा लाएर जाऊँ, जस्तो सुकै लुगा लाएर जाऊँ, उनीहरूले मलाई कसरी पनि हेर्दैनन्, उनीहरूले मलाई केही भन्दैनन्। उनीहरूले मलाई यति सेफ फिल गराउँछन्। किन भन्दा उनीहरूको दिमागमा गु भरेको छैन, उनीहरूको दिमाग सफा छ। उनीहरूलाई थाहा छ केटी मान्छेलाई कसरी इज्जत दिने, केटी मान्छेलाई कसरी कम्फर्टेबल गराउने, केटी मान्छेको बारेमा के चिताउने भनेर उनीहरूलाई थाहा छ। निधारमा चन्दन लाएर कण्ठी बाँधेर अनि इङ्ग्लिस भाषामा 2-4 वटा शब्दहरू घोक्रे स्वरमा भन्यो भनेमा त्यसको पछाडि दौडिनु पर्दैन। म चाहिँ दौडिन्न। मोटिभेसन स्पिचहरू एकछिनको लागि क्षणिकको लागि राम्रो लाग्छ, सुनिन्जेलसम्म ओहो भन्ने लाग्छ। त्यस पछाडिको आफ्नो जिन्दगी भनेको आफूले एक्सपिरियन्स गरेर दुःख पर्यो भने आफूले नै त्यसलाई सल्टाएर मात्र अघि बढ्छ।